हेलो एभ्रिवान वेलकम। आज चाहिँ मेरो हस्बेन्डलाई आलु पराठा खानु मन लाग्यो भन्नुभयो र मैले पिठो मुछ्दैछु। अनि उता आलु बसालेको थिएँ। आलु पनि सिटी लागिसक्यो। मैले आलुलाई निकालेँ अनि आलुलाई निकालिसकेपछि मैले आलुलाई ब्याटरको रूपमा अनि बनाउँछु मसलाहरू हालेर। त्यसपछि मैले रोटी बनाउन थाल्छु अनि बेल्दै गर्दा अलिकति बेलेपछि अनि मैले त्यसभित्र आलुको डो पनि हालिदिन्छु। अनि आलुको डो हालिसकेपछि अनि मैले त्यसलाई प्यानमा मजाले अनि अगाडि पछाडि पकाउँछु। अनि आज मेरो हस्बेन्ड चाहिँ बिहानै पसल जानुभयो नास्ता खाएर। अनि म चाहिँ यो खानाको रूपमा अनि बनाएर पसल लगिदिन थालेको हस्बेन्डको लागि। त्यसैले मैले छिटो छिटो अनि पकाउन लागे है त। रोटी अगाडि पछाडि मजाले अनि पकाउँछु अनि फर्काएर घिउ पनि हालिदिन्छु यसमा। अनि घिउ हालिसकेपछि मजाले पाक्न दिन्छु एकछिन अगाडि पछाडि मजाले पाकिसकेपछि अनि त्यस्तै गरिकन बाँकी रहेको आटाहरूको पनि म त्यस्तै रोटी बनाउँछु फेरि। अनि सबै काम सकेपछि पकाउने अनि म मजाले ग्यास सफा गर्न थाल्छु अनि किचन सिचन सफा गर्छु अनि भाँडाकुँडाहरू रहेका माझ्छु अनि सबै काम सकेपछि खाना प्याक गर्छु अनि आफू पनि रेडी हुन्छु जानको लागि। म पहिला कपाल कोर्छु अनि कपालमा फ्लावरले बान्छु अनि हेयरबिङ लगाउँछु अनि लिप ग्लस लगाएर अनि म चाहिँ रेडी हुन्छु। अनि आज चाहिँ मैले दही लाने भनेको थिएँ अनि दही त आज डेरी नै बन्द रहेछ। त्यही भएर अनि हाम्रो चाहिँ यहाँ ठ्याक्कै लामाचौर चोकमा चाहिँ टोडा मार्टमा गएर अनि सफल दही पोकाको दही चाहिँ किनेर लान्छु। अनि म जाँदैछु पसलमा जाँदैछु अनि हाम्रो चाहिँ यो पसल जाने ठाउँमा चाहिँ यो ठुलो पोखरी भन्ने छ अनि त्यहीको भ्यू हो यो। अनि यो चाहिँ हाम्रो पसल। मेरो हस्बेन्डले के गर्दै हुनुहुन्छ पसलमा? पसल अगाडि त कुकुर आएर बसिरहेछ। आजलाई यति। थ्याङ्क्स फर वाचिङ।